साथीहरू, नेपालले अब एउटा क्रिकेट टोली होइन दुईटा क्रिकेट टोली बनाउनु पर्ने भएको छ। हो साथीहरू, एसियन क्रिकेट काउन्सिलले एसएससी मेन्स प्रिमियर कपको तालिका सार्वजनिक गरेपछि नेपालले एउटा होइन दुईटा टोली तयार गर्नुपर्ने भएको हो। नेपालले अर्कोतर्फ टप इन T20 सिरिज खेल्ने यसअघि नै तय भइसकेको छ भने फेरि एसियन क्रिकेट काउन्सिलले एसएससी मेन्स प्रिमियर कपको तालिका सार्वजनिक गरेपछि नेपाललाई दुईटा टोली आवश्यक परेको हो। नेपालले एकातिर यही 30 अगस्तदेखि सुरु हुने एसएससी मेन्स प्रिमियर कप खेल्नुपर्ने भएको छ भने अर्कोतर्फ 20 अगस्तदेखि सुरु हुने टप इन T20 सिरिज पनि खेल्नुपर्ने भएको छ। टप इन T20 सिरिज 20 अगस्तदेखि 30 अगस्तसम्म हुनेछ भने एउटा न्युजिल्यान्ड विरुद्धको एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ जुन सेप्टेम्बर 6 तारिकमा अस्ट्रेलियामा नै हुनेछ। एसियन मेन्स प्रिमियर कपमा नेपालको खेल तालिका पनि सार्वजनिक भइसकेको छ, जसमा सेप्टेम्बर 1 मा नेपालले साउदी अरेबियासँग खेल्नेछ भने सेप्टेम्बर 3 मा बहराइन, सेप्टेम्बर 5 मा मलेसियासँग खेल्नेछ। त्यस्तै यससम्मको अन्तिम खेल सेप्टेम्बर 7 तारिकको दिन हङकङसित खेल्नेछ। एसएससी मेन्स प्रिमियर कपमा दुईवटा समूह रहेका छन्, जसमा नेपालको समूहमा नेपालसहित साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ तथा चाइना रहेका छन् भने अर्को समूहमा युएई, ओमान, सिङ्गापुर, कुवेत र कतार रहेका छन्। यदि यस प्रतियोगितामा शीर्ष 3 मा रहन सफल भयो भने नेपाल ओडिआई तर्फको एसिया कप खेल्न पाउनेछ। यो एसिया कप 2027 को जुनमा बङ्गलादेशमा हुनेछ। यसअघि भएको 2023 को घरेलु मैदानमा आयोजित एसएससी प्रिमियर कपको उपाधि जित्दै नेपाल ओडिआई एसिया कप खेलिसकेको थियो। तर 2 वर्षपछि भएको ओमानमा भएको एसएससी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा युएईसँग पराजित हुँदा नेपाल 2025 को T20 तर्फको एसिया कप पनि खेल्न पाएको थिएन। एसएससी मेन्स प्रिमियर कप र युरोपियन प्रिमियर लिगको तालिका जुधेपछि नेपालका सन्दीप लामिछाने र दिपेन्द्र सिंह एरीले युरोपियन प्रिमियर लिगका सुरुवाती खेलहरू गुमाउनु भएको छन्। यो युरोपियन प्रिमियर लिग अगस्त 26 तारिकदेखि सेप्टेम्बर 20 तारिकसम्म हुनेछ। यसरी नै यसअघि खेल तालिकाहरू जुत्दा नेपाली खेलाडीहरूले लङ्का प्रिमियर लिग गुमाउनु पुगेका थिए। त्यतिबेला आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 का खेलहरू हुँदा नेपालका सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी र कुशल बुर्तेले लङ्का प्रिमियर लिग गुमाउनु पुगेका हुन्। नेपाली खेलाडीहरूले विभिन्न क्लबहरूमा चान्स पाए पनि यस्तै खेल तालिकाहरू जुत्दा नेपाली खेलाडीहरूले लिगहरूमा T20 लिगहरूमा भाग लिन पाएका छैनन्।